म छाडा पाउने हिँडियो गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाएर आइडी पासपोर्ट दिने हो सोसल मिडियालाई पनि राम्रोसँग चिनियो बिस्तारै त्यतिखेर लाग्यो त्यस्तो कुलत साथीभाइको सङ्गतले सिकिएछ चुरोट सानो तिनो गतिलाई यहाँ सँगसँगै नलग तिमीले आफ्नो मनदेखि राखिदियो बलक फेसबुक ओपन गर्दै थिए सिधै तिमीलाई देखे फ्रेन्ड रिक्वेस्ट गरे अनि हेलो हाई लेखे प्रोफाइल चेक गरे त्यहाँ तिम्रो फोटो देखे 2-3 दिनको अन्तरमा मैले तिमीलाई भेटेँ त्यति बेला भने रमाइलो हुँदै थियो मेरो त्यो अध्याय मनमा बाली दियो फुलको काँडा बिजा ठाउँमा गोचे मैले सियो तिम्रो त्यो सजिलो मलाई अर्को कहिले लियो